म कहाँ छु हो त गाइस हैन ल त गाइस हैन अहिले हामी यहाँ बर्सी आइसकेको छु म ल त गाइस जाउँ चाहिँ बर्सीबाट सानो हिँडेको हो Accident, boy, accident. Hello guys, this is Neeraj and once again welcome back to my नयाँ vlog. And so चाहिँ हामीले सिक्किमको ट्रेन्डिङ प्लेस वेस्ट सिक्किम बर्से जान लागिरहेको छु हैन बर्सेमा चाहिँ डरलाग्दो कुरा सुनिरहेको छ अरे नि त हैन सो आज त्यही भएर हामी पनि जान लागिरहेको छु हो सो केटाहरु जगी माथिहरु पर्खिरहेको छ सो म पनि अब चाहिँ हिँडेको माथि हिँड्न छु गाइस स्टे ट्युन है त गाइस ल त गाइस हिँड्न चाहिँ हामी अब मल्ली आइपुगेको छौँ हैन सो अब चाहिँ मुभिङ टु आफ्टर जोरथाङ है त ल त गाइस हैन अब चाहिँ हामी हैन मल्लीबाट चाहिँ जोरथाङतर्फ लागेको हैन सो तपाईको अगाडि चाहिँ तपाईको मिलन्दा र प्रदीप साथी जाँदैछ हैन अनि पछाडि चाहिँ दवरा दिपेश हो सो हामी चाहिँ आज 6 जना चाहिँ ट्रिप टु फुस्रे जान लागेको है त गाइस हैन हेर्दै गर्नुहोस् होला भिडियोलाई सरी गाइस ट्रिप टु फुस्रे हैन ट्रिप टु बर्से जान लागेको है त यो चाहिँ गाइस हैन जोरथाङ जाने बाटो हो अब हैन मल्ली टु जोरथाङ जाने बाटो सो आज चाहिँ सिधै मल्ली दिन चाहिँ भ्लग बनाउन थालेको हैन गाइस बाटोमा चाहिँ बनाइन हो सो सिधै चाहिँ मल्ली दिन भ्लग स्टार्ट गरेको सो हेर्दै गर्नुहोस् होला है त चाहिँ कमेन्ट गरौँ है त यो के होला भनेर चाहिँ ल भ्यू चेक गर गाइस नम्बर ओभर दामी देखिरहेको छ गाइस बारीको भ्यू चाहिँ ल पैसा निकाल्छ पैसा चाहिँ हामी होइन जोरथाङ आइपुगेको छौँ हो सो अब चाहिँ सिधै बस्तीतर्फ जानुपर्ने छ हो ल त गाइस अब चाहिँ यहाँ जोरथाङमा चाहिँ खाजा खाएर निस्केको हो सो अब चाहिँ सिधै बर्सेमा भेट्यौँ है त चेक आउट द ब्युटी अफ दिस जोरथाङ ब्रिज हो गाइस होइन दामी छ मजाको होइन सो हामी जानुपर्ने चाहिँ यहाँबाट लेफ्ट होइन तपाईँको यहाँबाट राइट गयो भने चाहिँ तपाईँको लेक्सेपबाट जाँदो रहेछ होइन गाइस हामी जानुपर्ने चाहिँ लेफ्ट यता जुम हुँदै सोमबारे निस्किरहेको छु तपाईँको बर्से जानुपर्छ है त गाइज एक्सिडेन्ट भयो एक्सिडेन्ट स्ट्यान्ड लागेको थिएन कि राम्रो माटो दबियो क्या ल त गाइस अहिले चाहिँ हामी यहाँ सोमबारे बजार आइसकेको छौँ होइन यहाँ चाहिँ आई लभ सोमबारे हो सो यहाँ चाहिँ सानो सोमबारे बजार रहेछ हो हामी चाहिँ बाटो सुत्दै जाँदैछ यता गाइस छैन बाटो नचिनेर चाहिँ गाइस छैन हामी त्यो देख्नुहुनेछ होइन हजुर गाइस देख्नुहुनेछ यहाँ सोरेङ सोमबारे हामी सोमबारे आइपुग्यो हो अब बर्से चाहिँ माथि टुप्पामा देख्दैछ बर्से हो अब हामी त्यहाँ पुग्नुपर्छ आउँदैछ हामी चाहिँ त्यहाँ माथि बर्से टुप्पामा पुग्नुपर्छ आम्बो गाइस भएको त हामी चाहिँ सोमबारे त्यत्रो तल हो सोमबारे ओक्कोरे हिल्ले बर्से गाइस होइन बाटो त अन्त गाइस होइन बाटो चाहिँ अब ओभर अफरोडिङ रहेछ भने गाइस होइन अफरोडिङ रहेछ कसले साथै छ होइन
तल दाजुलाई सोधेको भाइ माथि बर्सेसम्म बाटो त्यस्तै मात्रै छ भन्दै थियो हो। अब त्यहाँको अझै 1-1.5 घन्टा जस्तो लाग्छ भन्दै थियो हो। गाइस बाटो चाहिँ अब हरेस रहेछ, हरेस बाटो चाहिँ बर्से हेर गाइस। ल त गाइस तपाईँको यहाँ फरेस्ट चेकपोस्टमा चाहिँ पर्मिट काट्नु पर्दो रहेछ होइन। पर हेड 100 रुपिस रहेछ हो। सो अरू चाहिँ त्यति मात्रै काट्नु, अरू चाहिँ त्यति मात्रै रहेछ काट्नुपर्ने चाहिँ। फाइनली विथ द बर्से द ल्यान्ड अफ रोडेन्ड्रम आइपुग्यो त गाइज हामी होइन। तपाईँले जति पनि तपाईँको यो तल रोड माथि रोड मुनिको रोडहरू देखाउनु भएको छैन गाइज, त्यो सबै गुलासको बोटो होइन। तपाईँको अलिअलि तपाईँको रातो गुलास फुलेको पनि देखिरहेको छ गाइज, तर आधी उधी चाहिँ सबै झरिसकेको छ, आधीमा बेसी गुलासहरू सबै झरिसकेको छ गाइज। यहाँ अलिक रातो फुलिरहेको छ गाइज, कम्तीमा चाहिँ होइन। सबै झरेछ, हामी चाहिँ पुरा ढिलो भयो गाइज न, 2 हप्ता जस्तो चाहिँ हामी ढिलो भयो हो। भ्यू चेक करो गाइस, बिग ट्रक गाइस, बिग गुरास पनि देखाइ पर्यो हो। दिइराखेको छ हो। अम्बो गाइस जानु जो जानु चाहिँ कति जग्गा आम्मा गाडी छैन आज नि। गाडी त सानो छैन रहेछ त आएको त होइन। त्यो गाडी हेर्दाखेरि चाहिँ अब आजकल मान्छे जो बहुत बेसी आएको छ गाइज बर्सेमा चाहिँ। बर्से एउटा पातला टी सर्ट र विन्ड सिटरको लगाएर आएको चाहिँ बिजोक भयो जाडोले चाहिँ। गाइज होइन त्यो पारिदिएको जङ्गल चाहिँ सबै गुराँसले होइन, सबै गुराँस फोटे गाइज होइन। यस्तै कति जल्दै फुलेको भेट्थ्यो, तर अहिले चाहिँ फुलेको छैन रहेछ। ल त गाइज होइन अहिले चाहिँ हामी यहाँ बर्से आइसकेको छौँ म। स्ट्रबेरीको वाइन मेरोबाट पास भयो भने केटाहरूले किन्छ। हामीले टेस्टिङको लागि मान्छे लिएर आएको सेम रहेछ यो दुईटा, सेम रहेछ केटा चाखेर मात्न आँटिसक्यो। स्ट्रबेरी, किवी, गुराँस फ्लेभर त सेम छ त। कुन चाहिँ यो चाहिँ फ्लेभरमा रहेछ कि तपाईँले कुन चाहिँ हामीले दिनुभएको थियो? ल त गाइस जाउँ चाहिँ हामी यहाँ बर्सेबाट उकालो हिँडेको हो। अस्ति आएको भए चाहिँ अब दामी फुलै फुल भेट्दैछ अब होइन सबै, तर फुल चाहिँ फुलेर पनि झरिसकेको छ यहाँ चाहिँ हो। ए गुराँस चाहिँ अस्ति फाइन नटमा फाइन थियो कल 500 रुपियाँ तिरेको। फुल चाहिँ नटिपछि यसको गर यहाँ पनि टिकट। वेलकम टु रोडेन्ड्रम सेन्चुरी। बर्से 5 किलोमिटर होइन उयो फोटो एउटा ल त गाइस चाहिँ अब चाहिँ हाम्रो बर्सेको होइन 5 किलोमिटर ट्रेक सुरु भइसक्यो हो। सब चाहिँ उकालो हिँडेर जानुपर्छ हो।
भाइलाई सोध भाइलाई दा भाइ अन्त भाइ कस्तो लाग्यो माथि फुस्रै वर्षे गएर चाहिँ राम्रो रहेछ होइन तर हिँड्नु चाहिँ साह्रै बेसी हिँड्नु पर्दो रहेछ यता बहिनीलाई 0 पोइन्ट पुगेपछि मात्रै अलिक राम्रो रहेछ फुलहरू चाहिँ कति फुलेको रहेछ फुलहरू अहिले डल्लै पानीले झारेको भ्लगरले चाहिँ हाम्रो यहाँ एक्सपिरियन्स थ्यांक यू चेक गर्दैछ हो थ्याङ्क यू भाइ एक्सपिरियन्स चेक गर्दैछ अरे एक्सपिरियन्स सेयर गर्दैछौ मुना त तपाईँ क्यामेरा हेर्नु न राम्रो खुट्टा अङ्कल तपाईँलाई 5 किलोमिटर अहिले ओह्रालो हिँड्दाखेरि कस्तो लाग्छ कस्तो लाग्छ भन्दा चाहिँ क्यामेरा एकदम राम्रो लाग्दैछ है हिँडेको फिलै भएन जुन स्पोर्टमा हामी पुग्छौँ त्यो स्पोर्टमा पुगेर फर्किँदाखेरि तपाईँलाई अर्कै खालको रिफ्रेस हुन्छ है तपाईँले नेचरलाई एकदम तपाईँले मतलब नगिचैबाट तपाईँले एकदम एप्रिसिएट गर्नु पाउनुहुन्छ तपाईँलाई ओकाल जाँदाखेरि चाहिँ कस्तो रिस उठ्यो अनि उकालो जाँदा चाहिँ त्यो किलोमिटर अब कहिले आउँछ भइरहेको तर जब हामी त्यो पार्टिकुलर त्यो स्पोर्टमा पुगिसकेपछि अहिले फर्किँदाखेरि एकदम मलाई त्यो टायर्ड फिल भएको हुन्छ थ्याङ्क यू डेस्टिनेसन चाहिँ एकदम मजाको छ मजाको एकदम अझै हामी अलिकति ढिलो भएछ है हामी त आज अलिकति अगाडि आउनु हो भने चाहिँ एकदम पिक टाइम हुने रहेछ एकदम पावरिङ एकदम राम्रो देखियो एनिवे राम्रो छ हुन्छ थ्याङ्क यू ओके इन्जोय हुन्छ बिना त तपाईँ साह्रै मजा लाग्यो विदेशमा बोल्नु भएर उयो गर्दो रहेछ उयो गर्दो रहेछ हौ ल त गाइस आउँछ होइन 1 किलोमिटर रिमेनिङ हाम्रो वर्षेको ट्र्याकमा हो लास्ट 1 किलोमिटरमा चाहिँ होइन उकालो रहेछ हाम्रो चाहिँ हालत खराब भइसक्यो अब 4 किलोमिटर चाहिँ तेर्सो रहेछ हो लास्ट 1 किलोमिटर चाहिँ उकालो थाक्यो ल त गाइस फाइनली हामी चाहिँ हम लोग पहुंच गए हैं गाइस और संदीप दा कैसा लग रहा है इधर आकर बहुत रिलैक्स फील हो रहा है आपका नाम बोल दीजिए ना अमनाथ है गाइसहरु जो ओके आएर पनि हो नमस्ते बल्ल बल्ल आइपुग्यो सब रम्फू से इधर वेस्ट सिक्किम में आकर मिल रहे हैं सभी लोग फुल पता चल रहा है क्या पता चल रहा है किसका कॉफी है यो गाइस पिंक कलर को भेरिएसन में रहेछ यो पर्छ लाली गुराँस ल त गाइस फाइनली हामी चाहिँ यहाँ हैन वर्षे प्रपर लेकमा आइपुगिसक्यो हो प्रपर डेस्टिनेसन 5 किलोमिटर हिँडेर चाहिँ अब सबैजना फर्किनु हुँदैछ तर हामी मात्रै ढिलो भएछ अब हो लेकमा चाहिँ तर पानी छैन रहेछ नि त अरे पानी नहीं है गाइस पानी नहीं है ल त गाइस फाइनली हामी यहाँ वर्षे 0 किलोमिटर आइसक्यौँ हो सिक्दैछ एउटा उपर मजाले फुलेको चाहिँ Only 5 kilometers. क्राउड चाहिँ ओभर रहेछ गाइज हैन अफ सिजन चल्दाखेरि पनि क्राउड चाहिँ यो के लास्ट पोइन्ट चाहिँ घर चाहिँ यो हैन हो
सेल्फी सेसन फोटो सेसन गाइस आँखाले भ्याएको जतिको सबै गुराँसको बोट छ हो अब अलिक अगाडि आएको चाहिँ दामी फुलेको देख्दैछ अब के गर्नु होइन भ्याएन हामीले चाहिँ अब अलिक ढिलो भयो हामी चाहिँ ल त गाइस लेट्स चेक आउट द सिनेमेटिक इन 3 2 1 गो पिंक र व्हाइट भेराइटी स्पेसिस गुराँसको सो ब्रदरको नाम के हो भन्दैन हो मेरो नाम चाहिँ मिस्टर प्रदीप छेत्री तर सबैले मलाई भन्छ प्रदीप छेत्री फुस्रे आएर फुस्रे वर्षे आएर कस्तो लागिरहेको छ वर्षे आएर चाहिँ कस्तो लाग्यो अब यस्तै छ ब्रो तिमीले इन्जोय गरेको देखिनै छ हैन एकदम हैन त्यो फक्सहरु तिमी जस्तो फक्सहरु कस्तो हुन्छ हो म मजाको मान्छे फक्स को फक्स हो हैन भन्दैछु मजा आयो नि त वर्षा हैन गुराँसको हैन फेरि वर्षै पुरा आयो फेरि हो वर्षे हो ओइ झर्दै के रे अब टेन्ट यहाँ छ आजको बास चाहिँ यहाँ हो आजको बास यहाँ हो ल त गाइस अब चाहिँ हैन यहाँ वर्षबाट पनि निस्केको वेदर चाहिँ जबर चिल चिसो भइदिरहेको छ हैन एउटा वाउ गाइस दामी छ यो भ्यू चाहिँ तिम्रो माया जुन तारा भए मेरो माया